जय माता दी। अनि मेरो नाम भन्नुपर्दा शरीरको नाम भूमि कुमारी कुँवर हो। अनि भगवानले आएर राखिदिनु भएको नाम स्वस्थानी माता हो। अनि उहाँले अलौकिक शक्ति दिनुभएको। यो पुतली बजार नगरपालिका वार्ड नम्बर 2 देवीथान चौतारी पनि भन्छन्। अनि स्याङ्जा हो। मलाई उहाँ आएर काम गराउनु भएको 14 वर्ष पुगेर 15 वर्ष भयो। अनि आज यहाँ हाम्रो आमा कति वर्ष हुनुभयो? आमा हजुर कति वर्ष हुनुभयो? 86 वर्षको आमाको पूजा गराउँदैछु आमालाई। अनि म स्वयं मैले गर्ने होइन, मेरो भगवान परमपिता परमात्मा शिवजी माता स्वस्थानी परमेश्वरी माता गणेश कम्पाउन्डमा आएर संयुक्त आएर काम गर्ने हो। अनि अब अरूले भन्नुहुन्छ आरती माताले गरिदिनु भएको भनेर त भन्नुहुन्छ। मेरो सबैजनाले मलाई आरती माता भनेर चिन्नुहुन्छ। अनि मैले गर्ने होइन, यो परमपिता परमात्मा शिवजी स्वयं आएर माता स्वस्थानी परमेश्वरी माता शिवजी कम्पाउन्डमा आउनुहुन्छ रे, यो काम गर्नुहुन्छ। अहिले उहाँको गरौ पनि कटाउँदैछौँ। अनि उहाँको खड्को पनि रहेछ, त्यो पनि कटाउँदैछौँ। अनि अरु केही छैन, यो दुईटा गुम्मा यो अब आउने अब अनि बिमारको पनि उपचार गर्दैछौँ। यसको साथसाथमा एकैमुष्ट काम हुन्छ। अब एउटा खड्को चाहिँ मृगको परान ल्याएर भरिन्छ हाम्रोमा अकालमा मर्ने मान्छेहरूलाई। अनि कसैलाई मृगको परान, कसैलाई हरिणको परान, कसैलाई हात्तीको परान, कसैलाई के को, त्यो मान्छेसँग शक्ति कति छ त्यो अनुसारको शक्ति हेरेर जनावरमा पनि मान्छेको जति शक्ति हुँदो रहेछ। त्यही अनुसारले काल भनेको अल्पकाल, दीर्घकाल, काल 3टा छ। अब एउटा कालैमा जान पर्नेलाई हामीले गरेर हुँदैन, त्यो जानै पर्छ। हामीले रोकेर पनि हुँदैन, जाने ठाउँ त्यही नै हो। दुईटा चाहिँ अकालमा मरिन्छ। एउटा कालै नआइकन पनि दुर्घटना परेर अथवा कुनै रोगहरूलाई खुट्टाउन नसकेर निको नभएर त्यसरी मान्छे मरेका हुन्छन्। कुनै एक्सिडेन्ट परेर अन्य विविध भएर मरेका हुन्छन्। त्यस्तो त्यो दुईटालाई हामीले कसैको परान ल्याएर भरेर उसलाई खड्को कटाएर जीवित गराउन सकिन्छ। यो मैले गर्ने होइन, परमपिता परमात्मा शिवजीले गर्ने हो। यो काललाई धगाउने भनेको, खड्को कटाउने भनेको फेरि शिवजी बाहेक अरूले गर्नुहुन्न है। शिवजीले मात्र आफ्नो ग्रह कटाउनुहुन्छ, खड्को कटाइदिनुहुन्छ, अकाला मर्नेलाई जीवित गराउनुहुन्छ शिवजीको आराधनाबाट नै। अनि मान्छेको अकालमा मर्नेलाई बचाउन सकिन्छ। अरू देवी देवताहरूले राम्रा 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 फुल सुगन्धहरू यताउता मात्रै लिनुहुन्छ। शिवजीले पाप पनि लिनुहुन्छ, ग्रह पनि लिनुहुन्छ, खड्को पनि कटाइदिनुहुन्छ। हामीले त्यही अनुसारले यो आमाको काम गर्दैछौँ। आमा हजुरको नाम भन्नु त? दिलमाया गुरुङ। दिलमाया गुरुङ। कहाँ अरे आमा? हजुरको घर कहाँ अरे? अनि आमा उहाँ राङखोला बिरुवाबाट पाल्नु भएको। अनि यहाँ माताको घरमा दरबारमा, शिवजीको दरबारमा अनि उहाँको उपचार गर्दैछौँ। उहाँले पूजा गर्दै हुनुहुन्छ है आमाले। जय ओम शान्ति।